हाई साथीहरू, वेलकम टु माई न्यू ब्लग। स्वागत छ तपाईँहरूलाई मेरो ब्लगमा। आई होप तपाईँहरू सन्चै हुनुहुन्छ होला। अनि म चाहिँ आज कालो दाल र अनि के भन्छ त्यो कुखुराको मासु पकाउनु जाँदैछु। हामीको चाहिँ आसामदेखि भान्जा आएको छ, त्यही भएर अनि के खाने भनेको त मासु खान्छु भन्छ। अनि मासु ल्याएँ, भान्जा र मनी गएर ल्याएको थिएँ। अनि कालो दाल चाहिँ म भुटेँ अलिअलि रातो गरेर। अनि यो चाहिँ अब पिसेर, अब त्यस्तै नै सबै पिसेर त्यसलाई चाहिँ केलाउँछु। त्यसलाई चाहिँ अलिकति मतलब झाडो भने चाहिँ त्यसको त्यो कालो कालो चमराहरू सबै निस्किन्छ। यसरी हुन्छ। अनि सपाउँछ दाल चाहिँ। अनि त्यसलाई चाहिँ दाल पकाइदिन्छु। अब यस्तो चाहिँ नेपालीले चाहिँ ज्यादा खान्न है, तर कछारी मान्छेहरूको चाहिँ फेभरेट हुन्छ नि यो कालो दाल र कुखुराको मासु भनेपछि रिक्कै हुन्छ। अनि अन्ला अनि खारै भनेको फेभरेट हुन्छ के कछारी मान्छेको चाहिँ, त मेरो यसरी नै फेभरेट हो यो। अनि यसमा चाहिँ मासु पनि भक्कु छ, क्यामेरामा अहिले देखा पाउँछ। अनि म चाहिँ आधा आधा गरेर मासु पनि आधा राखिदिएँ। अनि प्याज लसुन म चाहिँ मसला लिन्न, यसमा चाहिँ सिर्फ प्याज लसुन र टमाटर। अनि अब मासुलाई चाहिँ मजाले यता दाल पनि सिटी मार्दैछ हाम्रो। अनि यता चाहिँ तेल कराई बसाइदिएँ। अब तेल तातियो भने प्याज स्याज हालेर मजाले भुट्छु। तपाईँहरूलाई पनि खानु मन लाग्यो भने पकाएर खानु कस्तो टेस्ट हुन्छ है। अनि म चाहिँ नमक हालेँ, नमक चाहिँ ज्यादा हाल्न दिएँ। अब ठिक्कले होइन, आफ्नो अन्दाज हुन्छ एउटा। अनि मजाले भुटेँ। अब यसमा चाहिँ हाल्छु मासु। अब यो चाहिँ आधा राखिदिएँ, यतिकै फ्राई खान्छु भन्दै थियो नि, फ्राई बनाउनुको लागि। अब मेरो चाहिँ क्यामेरा धर्ने छैन कि, त्यही भएर तक्लिफ हुन्छ। कराई पनि यताउति नै हिल्छ, त्यही भएर स्किप गर्दै बनाउँछु म चाहिँ। अब टमाटर हालेँ मजाले, त्यसको चाहिँ ब्रोइलरको पानी चाहिँ निकालेको है। भुट्दाखेरि चाहिँ ब्रोइलरको पानी निकालेर त्यसको फेरि पानी हालेर पकाएको कस्तो टेस्ट हुन्छ। अनि मेरो दाल पनि पाकेर रेडी भएछ, यस्तो हुन्छ। अनि त्यसमा चाहिँ हालिदिएँ, अब झानेको जस्तो। कस्तो खाइरहेको त कस्तो टेस्टी थियो। मेरो छोरो चाहिँ दाजु आएको छ भनेर कस्तो मजाले नाच्दैछ, तपाईँहरू हेर्नु सक्नुहुन्छ यहाँ। तपाईँहरूलाई चाहिँ नि मेरो भिडियोहरू राम्रो लाग्यो भने लाइक गरिदिनु होला। यहाँ मेरो छोरा चाहिँ कस्तो फुर्ती भइरहेछ के। अनि दाजु चाहिँ आसामदेखि आएको, भ्याकेसन